र नमस्ते सम्पूर्ण सबैजनालाई ट्रासी तेलेक फेपुलो है। अन्त अहिले चाहिँ म आइरहेको छु गुम्पामा, गुम्पामै छु र मुनि चाहिँ आएको छु रुमबाट है। र अन्त आज चाहिँ के चल्दैछ भन्दा हाम्रो यहाँ अलि हल्का ढलाइहरू चल्दैछ है, त्यो देखाउँछु तपाईँहरूलाई। अन्त के हो कसो हो है। अन्त म चाहिँ अहिले इमर्जेन्सी कालिम्पोङ जानु परिरहेको छ है। ब्याङ्कमा चाहिँ आना जाना भइरहेको छु हिजो अस्तिबाट है। अन्त आज पनि फेरि जाँदैछु, के हुन्छ है। र अन्त हाम्रो गुम्बा पनि हेरिदिनुहोस् है, क्या दामी देखेको, ब्युटिफुल भ्यू है। अन्त आजको वेदर पनि हेर्नुहोस् न, दामी दामी छ है गाइस आजको भ्यू पनि। र अन्त काम के चल्दैछ त्यो त म तपाईँहरूलाई अहिले देखाउँछु है। र मेरो ब्लगमा बनिरहनुहोस्, हेर्दै गर्नुहोस् है। किप इन्जोय। र यहाँ पनि अब ब्लग हाल्दैछ है, के भन्ने स्टेप स्टेप उठाउँदैछ। अब छिटो छिटो नै हुनेछ। गुड मॉर्निंग भैया लोग, कैसा है? ठीक है। आज एकदम धमाधम काम चल रहा है ना। सरदार मेन सरदार वहाँ हेरे नि, अस्ति कसलाई देखाउँदै थियो। हाम्रो मेन चाहिँ वहाँ हो है, उसले बनाइरहेको छ है। मान्छे राम्रो छ, काम पनि एकदमै राम्रो है। चाय का बंदोबस्त किया है, चिंता मत करिए, हम उन्हें सिर्फ मिलेगा फिर। एकदम राम्रो छ, एकदम। इसको पार्टनर छ नि, त्यही पनि एकदम सुतिया छ। लेबर मिस्त्रीको पेमेन्ट पनि दिँदैन। कसले? इसको हो उसको सरदार होइन, पार्टनर। नाम चाहिँ के हो, नाम चाहिँ थाहा छैन मलाई। ओके। लेबर मिस्त्रीको पेमेन्ट पुरा है गाइस, केही दिनपछि है यहाँ पनि हामी बस्नेछु। यो छिटो छिटो अब काम हुँदैछ है, मिस्त्रीहरूले पनि गरिरहेको छु। एकदमै छिटो 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 हुँदैछ कामहरू सबै। यहाँ चाहिँ अब यिनीहरूको चाय ब्रेक, चायको टाइम है। दाजु पनि कालिम्पोङकै हो दाजु? कालिम्पोङकै हो? नेपालको? नेपाल कताबाट? नेपाल काकडभिटा उतै घर हो। काँक्रेभित्ता? अस्ति म पनि घुमेर आएको नि। त्यही भाइको काकडभिटा हो। म पनि काँक्रेभित्ता? त्यही काकडभिटा। हाम्रो तीनजनाको सिलिगुडी। यहाँ चाहिँ यति नै मात्रै भएछ। यो जुन चाहिँ भीम भन्छ नि, भीममै कति एन्ट्री गरेछ, त्यसमै गयो है। अनि चाय खाएर फेरि स्टार्ट गर्छ मिस्त्रीहरूले। ऊ चाहिँ चाय लिएर आएको अरे हो, चाय लिएर आएको मिस्त्रीहरूलाई। ल गाइस, राप्तेनले चाहिँ सामान लिएर आउँदैछ है, बिस्तारो गाडीमा आउँदैछ। बाटो पनि एकदम बिग्रेको छ नि त, साह्रो पर्छ। र गाइस, म पनि बजारहरू गएर आयो ब्याङ्कमा है। ब्याङ्कमा यति टाइम लाग्यो कि अलिक प्रब्लम भइरहेको छ हो, त्यसले गर्दा अलिक प्रब्लम भएर चाहिँ एकदमै लेट भयो ब्याङ्क यताउति गर्दाखेरि। अब भोलि फेरि एकबार जानुपर्ने छ है मलाई। म फेरि भोलि पनि ब्याङ्क जानेछु। के गर्नु गाइस, त्यस्तै हो, काम त्यस्तै पर्यो है। अन्त गइराख्नु परिरहेको छ। र अन्त मुनिको अब ढलाइ कस्तो भयो के भयो होइन, त्यो हेर्ने जान्छु है। अन्त हेर्दै गर्नुहोस्। मैले बिचरा हेरेर एक्लै डस्टबिन जलाइरहेको रहेछ। जापेन लामा ता थियो नि त्यसले छोची गयो हेर्ले छिटै तँसँग कति या र गाइस, यो के भन्थ्यो, धुपीको गाछ है। कति 5-6 साल भयो है। 5-6 सालमा चाहिँ यतिको लामो भयो। यो हेरिदिनुहोस् कति लामो भइसक्यो है। यो चाहिँ 5-6 सालमा चाहिँ यति भएको है। हेर्नुहोस् न, क्या दामी है। यो लाइन नै रोपेको छ मुनि गेटसम्म है। र गाइस, यहाँ चाहिँ है फिनिसिङ हानिसकेछ है मिस्त्रीहरूले, एकदमै मजाले ढलाइ गरिसकेछ। आमाहरू चाहिँ अहिले खेलिरहेको छ, पुरा गरम भइसक्यो। टी सर्टहरू घरले खेलिरहेको छ त। है गाइस है, त्यो ढलाइहरू हानेको पनि देखाइयो है तपाईँहरूलाई।
अन्त आजको भ्लग चाहिँ यहीँ एन्ड गर्छु होला किनकि मलाई पनि अलिक उयो भइरहेको छ कि मलाई अझै दिनभरि है ब्याङ्कमै आना जाना यताउति भयो एकदमै अल्छी लाग्दो भइरहेको छ नि जिउ पनि गलेको जस्तो भइरहेको छ त्यही त म एक्लै अब यताउति भएर चाहिँ अब भिडियो बनाउनु पनि पाइनँ है नत्र तपाईँहरूलाई देखाउनु हुन्थ्यो अलिअलि यताउति गरेको है र अनि अब गुम्बामा आएपछि एकदम हल्का अब पिसफुल लाग्छ कि अब शान्ति गाडीको आवाजहरू पनि केही पनि छैन है एकदमै मजा लाग्छ है त्यस्तो भइरहेको छ र अन्त आजको लागि नै यहीँ एन्ड गर्छु मेरो भिडियो चाहिँ र भेट्ने छ मेरो नेक्स्ट ब्लगमा है र आजको लागि यति नै र भेट्ने छ मेरो नेक्स्ट ब्लगमा र सी यू गाइस माई नेक्स्ट ब्लग